हेलो नमस्कार, म प्रकाश विष्ट, डाँफे कङ्क्रिट उद्योग कम्पनीको प्रोप्राइटर। लडिन्छ, लड्नु ठुलो कुरा होइन, लडेर उठ्नु र उठेर कुद्नु चाहिँ सबैभन्दा ठुलो कुरा हो। मानिस सफल बन्नका लागि जीवनमा ठुला र साना सबैलाई महत्त्व दिन अति आवश्यक हुन्छ। जहाँ सियोले काम गर्छ त्यहाँ तरबारले काम गर्न सक्दैन, जहाँ तरबारले काम गर्छ त्यहाँ सियोले काम गर्न सक्दैन। अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने तपाईले जीवनमा हेबिट्स बानीहरूको विकास गर्न नितान्त आवश्यक छ, जसले तपाईको जीवनमा परिवर्तन सम्भव हुन्छ। म तपाईहरुलाई 5 वटा परिवर्तनका पोइन्टहरू भन्दैछु, जुन कुराले तपाईको भविष्यमा पक्कै पनि कुनै न कुनै परिवर्तन अवश्य हुन्छ र निश्चित पनि छ। पहिलो नम्बरमा रहेको छ, तपाई जुन बितिसकेको कुरा गरिरहनु हुन्छ, तपाईले त्यो बितिसकेको कुरालाई लिएर कुरा गर्नुभयो भने त्यसले कुनै पनि काम गर्दैन। जो बितिसक्यो त बितिसक्यो, बितेको कुरालाई लिएर कुनै पनि कुरामा रिग्रेट गर्नु हुँदैन। दोस्रो नम्बरमा रहेको छ, तपाई जुनसुकै कुरालाई, जुन कुरा आएको छ, जुन तपाईद्वारा समाधान गर्ने कुनै उपाय नै छैन भने, त्यो समस्यालाई लिएर कुनै परिवर्तन नै गर्न सक्ने क्यापासिटी नै छैन भने त्यसमा हेडेक लिइरहनु आवश्यक हुँदैन र अब हेडेक नलिएकै राम्रो पनि हुन्छ। तेस्रो नम्बरमा रहेको छ, तपाई जति सक्दो कम बोल्ने बानीको विकास गर्नुहोस्, जसले तपाईको भ्यालु र इनर्जीलाई सुरक्षित राख्ने गर्दछ। चौथो नम्बरमा रहेको छ, हरेक दिन तपाई मेडिटेसन गर्नुहोस्, त्यो बानीको विकास गर्नुहोस्, जसले तपाईलाई मेन्टल्ली स्ट्रङ बनाउने काम गर्छ डे बाई डे, दैनिक रूपमा। र 5औं नम्बरमा रहेको छ, तपाई डेली बेसिसमा, दैनिक रूपमा केही न केही नयाँ कुराहरू सिक्ने बानीको विकास गर्नुहोस्। जस भनिन्छ नि, जसले सिक्ने बानीको विकास गर्छ उही अगाडि बढ्छ। एउटा स्लोगन नै रहेको छ, लर्निङ इज अर्निङ, लर्न यु मोर, अर्न यु मोर। धन्यवाद।